विदेशको अनुभव स्वदेशमै व्यवसाय गर्दै गन्याबधुराका 45 वर्षीय नरेश कार्की। डडेलधुराको गन्याबधुरा गाउँपालिका वडा नम्बर 2 सुतार गाउँका नरेश कार्कीले गाउँमै कृषि व्यवसाय सञ्चालन गरेका छन्। उमेरले उनी 45 वर्षका पुगेका छन्। उनले आफ्नो जवानीका 13 वर्ष परदेशमा लगानी गरेका हुन्। उनी रोजगारीका लागि विदेश गएका थिए। कार्कीलाई विदेशमा काम गर्दाको अनुभवले नै यस उमेरमा पनि उनलाई गाउँमै केही गर्न मन लाग्यो। उनी विदेशबाट फर्किएकै 10 दिनपछि व्यावसायिक कृषि तथा पशुपक्षी फर्मको लागि काम सुरु गरे। उनले हाल 50 रोपनीमा कृषिसँगै बङ्गुर, कुखुरा, भैँसी पालन सुरु गरेका छन्। उनलाई फर्म सञ्चालन गर्नका लागि डडेलधुरामा रहेको आलु सुपरजोन डडेलधुरा र गन्याबधुरा गाउँपालिकाले पनि सहयोग गरेको छ। उनले फर्म सुरु गरेको 11 महिना पुगेको छ। उनको फर्ममा हाल करिब 20 लाख भन्दा बढी लगानी रहेको छ। सुनु कार्कीसँग गरिएको यो सङ्घर्षमय व्यावसायिक कथा। कृषि तथा पशुपक्षी फर्म हो सर। फर्म चालु गरेको मैले ठ्याक्कै 11 महिना भयो। मक्सिरमा मैले सुरु गरेको सर। योजना त पशुपक्षी जम्मै र कृषि तरकारी पनि जम्मै। पोहोर मैले जम्मै तरकारीको आइटम तपाईँको हरियो खुर्सानी, अनि मुला, भान्टा, अनि सिमी, काउली पोहोर पनि मैले फलाएको सर। अब अलि मल भएन त्यति, अब बाँझो जमिन हुनाले त्यति। हामी सर परिवारको चाहिँ 3-4 जना छौँ। एकजना यो भाइ पनि छ, 4-5 जना गर्छौँ सर। रोजगार यसरी सुरुकै वर्ष सर। हामी दोस्रो वर्षमा पनि टेकेका छैनौँ। के लगाउनु पोहोर साल चाहिँ अब 40 कुइन्टल आलु लगाएको। अनि त्यसपछि काउली भयो, बन्दा भयो, अनि यो हरियो खुर्सानी, अनि टमाटर, भिन्डी, मुला सबै लगाएको। त्यतिखेर चाहिँ हाम्रो सिडिओ साहब जिल्लाको पुरै सबै हाकिम साहबको टोली पनि पुगेको थियो पोहोर साल अनुगमनमा। क्षेत्रफल सर हाम्रो यो पुरै घेरबार 1 किलोमिटर हो। अहिले हाम्रो 60-70 रोपनीमा खेती भइसकेको छ सर। अब 30-40 रोपनी हाम्रो बाँझो नै छ अहिले। त्यही त भने 40 कुइन्टलमा चाहिँ हाम्रो 250-300 को बिचको हाराहारीमा भयो होला। अनि त्यो बजार पायो नि त्यसले? बजार सर त्यतिखेर 25 रुपियाँ 30 किलो, 30 रुपियाँ त्यस्तै हो, 25-30 रुपियाँ सर। हामीले पोहोर साल आलु 40 कुइन्टल लगाए हो। यसमा चाहिँ हामीले लगभग चाहिँ 250-300 कुइन्टलको हाराहारीमा त्यति भयो होला। सायद 250 कुइन्टलभन्दा माथि नै भनौँ। के छ बजारको अवस्था? बजारको अवस्था त सर एकदमै चाहिँ नाजुक छ यहाँ। किनभने अब बजारमा के छ कि अब व्यापारीहरूले त अब त्यही हो, अब हामीबाट 25 रुपियाँ 30 रुपियाँ, अब चाहिँ 50-60 रुपियाँ। बजार व्यवस्थापन अब यहाँ खासै छैन। यहीँनिर नेपालको एक रेट हुन्छ, डन्द्राको एक रेट हुन्छ, धनगढीको एक रेट हुन्छ, यहाँ स्थानीय बजारको एक रेट हुन्छ। विदेशमा त तिम्रो विदेशमा मिहिनेत धेरै छ, पैसा त्यही हो। तर यो यहाँ गरेपछि विदेशलाई जित हुन्छ, त्यो पक्कै पनि हो। यहाँ 4 घन्टा गरे पनि विदेशलाई जित हुन्छ एकदम। यहाँ अब मान्छे त्यति मिहिनेत गर्दैन, त्यही कारणले हो। विदेशतिर त 14 घन्टा काम गर्नुभन्दा यहाँ 4 घन्टा गरेको त्यो एकदम खुसी छु म यहाँ। कति वर्ष जति विदेशमा लगभग अब त्यही भनौँ अब 12-13 वर्ष। कहीँ देशतिर अब 5 वर्ष चाहिँ कतार, 8 वर्ष मलेसिया। म मलेसियाको 2-4 फर्ममा गएँ सर। त्यहाँ गएपछि अलिकति यो मैले देखेँ कि यहाँका फर्मको बारेमा। त्यहाँ अब पशुपक्षी तरकारी यताउति सब गरेर देखेँ हुनाले मलाई यो इच्छा जाग्या हो त्यहीँबाट। त्यसपछि मलाई यहाँ आउने बित्तिकै मैले सुरुवात गरिहालेँ। तर अलि मल कम भयो हुनाले मात्रै हो, नत्र मल भयो त यहाँ अहिले म लगभग तपाईँको चाहिँ यो 100 कुइन्टल आलु मैले 100 कुइन्टल आलु माग गरेँ, तर भएन, नसकिने भयो, नभ्याउने भयो टाइमले। पछि चिसो पनि बढ्ने हुनाले मैले 50 कुइन्टल मात्रै लगाएँ अहिले। जस्तो लगानीको कुरा पनि रहन्छ हैन, फेरि जनशक्तिहरु पनि छ भने अहिले मेरो यो आफ्नै प्राइभेट लगानी हो। केही यसमा चाहिँ नि सुपर जुनले मलाई घेरबाड भयो, पोखरी, अनि यो हाते ट्र्याक्टर, यो चाहिँ सुपर जुनबाट मलाई हो यो सहयोग भएको हो। अब अरू अन्यता त अब त्यस्तो कहीँबाट पनि छैन अहिले। र यो घेरबाडमा चाहिँ गाउँपालिका र सुपर जुनको र हाम्रो 3 जनाकै चाहिँ त्रिपक्षी हो यो तिनटैको। यहाँमा यो पोले हाउस चाहिँ हाम्रो गाउँपालिकाबाट चाहिँ 5वटा पोले हाउस मिलेको हो। अरू सुपर जुनले जम्मै सुपर जुनको छ। बिउमा अनुदान के गर्यो उसले? बिउमा आलु यो आलु मात्रै गर्यो। घेरबारहरु 50%। घेरबार चाहिँ 15% हाम्रो, 85% चाहिँ नि
आलु सुपरजोन र गाउँपालिका त्रिपक्षीय हिसाबले कृषि ज्ञान केन्द्रबाट केही त्यस्तो अहिले कृषि केन्द्रमा मैले केही पनि भएको छैन। हाम्रो अब सिद्धि छु ओके सिद्धिएर अब दोस्रो जोड लाउँदैछु। यससँग अरू पशुपालन के गर्नु भएको पशुपालन हाम्रो मेरो बाख्रा छ सर, कतिवटा 10-15 बाख्रा घरमै छ, अहिले अब बनाउन लागेको छौँ। अनि भैँसी 2टा यहीँ छ, 2टा घरमा छ। 4वटा भैँसी हजुर 4वटा भैँसी छ। यो कुखुरा चाहिँ नि मैले 200 लोकल हालेको, हिजो अलि हटाइदिएँ मैले, यो क्षमता भएन, बढी हुन लाग्यो, त्यही कारणले हटाइदिएँ। अब ब्रोइलर पनि छ, ब्रोइलर राखेन सर, लोकल नै हो। हजुर लोकल नै हो। अब ब्रोइलर चाहिँ म खोर बनाएर राख्छु, अब काट काटेर मैले राखेको छु रेडी हिसाबले। तपाईले यो कृषि उसमा लाग्नुभन्दा अगाडि के व्यवसायमा हुनुहुन्थ्यो, के गर्नुहुन्थ्यो? म सर बाहिरबाट आएँ। कुन कुन देश बस्नुभयो, कति बस्नुभयो? 5 वर्ष मलेसिया, 8 वर्ष मलेसिया, 5 वर्ष कतार। अनि कतारमा त खासै कृषि सम्बन्धी केही पनि छैन, त्यहाँ त अब खालि मुलुक भए। मलेसियामा चाहिँ नि यो फर्मसमहरू एक दुई देखिया भएँ मैले, त्यहीँबाट मलाई यसो गर्नु पर्दो रहेछ आफ्नो देशमा गरी, यसो अर्काको देशमा गुलामी गर्नुभन्दा होइन आफ्नो देशमा केही गरे हुने रहेछ भन्ने मैले त्यहीँबाट मलाई जोस जागर चल्यो। म आउने बित्तिकै मैले सुरु गरिहालेँ सर, फर्म दर्ता गराएँ मैले, आफ्नो चाहिँ सबै जति होस् आफ्नो भ्याएसम्मको लगानी ल्याएर यो मैले गरेको हो। अब तैपनि पहिलो चरणमै छौँ सर, अब दोस्रो चरणमा चाहिँ नि यो हिउँदे तरकारी अब हाम्रो माघ पुस माघबाट सुरु हुन्छ, त्यतिखेर चाहिँ नि यो आलु हाम्रो ठ्याक्कै पुसमा रेडी हुन्छ सर। यो आलु खनेर अनि जम्मै चाहिँ नि हामीले अब यो काँक्रा भयो, अनि भिन्डी, अनि हाम्रो फर्सी, अनि हरियो खुर्सानी, भान्टा, त्यो हिसाबले हामी हुन्छ। अब जस्तो तपाईँले कृषि काममा विभिन्न सहयोग त छ, नभएको होइन, सम्भावना छ। किन छैन? यो बाँझो जग्गा कसैले यहाँ यो अब यहाँ मान्छे दिउँसै पनि जान डराउँथे, यहाँ केही पनि हुँदैन भने छोडेर गएका हुन् सबै। यहाँ कोही बसाइ सरे, कोही विदेश गए, कोही इन्डिया गए, कोही कहाँ गए, कोही तराईतिर झरे। आफ्नै जमिन हो? हजुर, यो तलको 3वटा तलको चाहिँ त्यो हाम्रो गाउँको छिमेकीको हो, योहरू चाहिँ नै छ। त्यत्तिकै चाहिँ सहमतिमा चाहिँ हामीले अहिले 10 वर्षको चाहिँ सहमति गरेका छौँ। यत्तिकै अब बाजु रहनुभन्दा गर्न दिने गर्ने मान्छेलाई भनेर त्यो सहमतिमा कुरा। आफ्नो जमिन कति छ, अर्का कति छ लगभग? अर्काको त्यो भनेको अब हाम्रो त्यो पनि गाउँलेकै हो, त्यो तलको 3वटा गरा हो, यो तल त्योभन्दा त्यो कति होला सर? त्यो 10 के छ भने अब भर्सक त विदेशी नै राम्रो होइन, आफ्नो देश छोडेर आफ्नो देशमा केही गर्नु राम्रो हो। अब बाध्यता छ, धेरै छन् मान्छेको परिवार, अब छोराछोरी छन्, अब रोजगार छैन, त्यही कारणले चाहिँ अब मान्छे विदेशी त बाध्यता नै हो। अब त्यही पनि सरकारले केही सहयोग गरिदियो भने यतै गर्न, यहीँ आफ्नै देशमा गरे पनि राम्रो हो। त्यो विदेशी नै भन्दा त विदेशी नै रहर त हुँदैन सर कसैलाई पनि, अब बाध्यता हो सर। आर्थिक बाध्यता धेरै छ नेपालमा, बेरोजगारी धेरै भइसक्यो। कमाइ त हुन्छ सर, किन हुँदैन, मिहिनेत गरेपछि। अब यति खासै मैले अब यो पहिलो वर्ष भयो हुनाले त्यति चाहिँ नि खासै अनुभव पनि गरिरहेको छैन। त्यस विदेशको जति पर्छ सर, विदेशको जति पर्छ, किन पर्दैन, म आरामले पर्छ। विदेशमा कति हुन्छ सर? 50-60 हजार रुपियाँ हुन्छ 8 घन्टा ड्युटी गरेर होइन। हामीले चाहिँ यसमा 100 क्विन्टल उत्पादन गरे पनि त्यसलाई नभेटाउने होइन, भेटाउँछ। विदेशभन्दा त राम्रै हुन्छ। कति जति बिक्री गर्नुभयो? मैले सर 200 क्विन्टल 250 क्विन्टल त बिक्री गरेँ। कति भनेको तपाईँले मुला बेच्नु भयो होला? मुला बेचे, आलु बेच्नु सबै गरेर लगभग कमाइ एक उसको कति वार्षिकमा चाहिँ उसरी सर मोटामोटी वार्षिक 1.5-2 लाखसम्म हुन्छ, गरे भने आरामले हुन्छ। अब तपाईँले त बिस्तारै एकदुईले गरे पनि हुन्छ, त्यति थप्दै गऱ्यो भने त बढी पनि होला। बढी छ। अब त अहिले मेरो त पशुपक्षी छ, अब बङ्गुर छन् होइन, कुखुरा छन्, भैँसी छन्, बाख्रा छन्, अहिले त अब धेरै छ। अझै पनि म अब केही 2-4वटा खोर कुखुरा पनि बनाउने, अनि बाख्राका भैँसाका, अनि सबै मल पनि चाहियो। त्यही कारणले त्यो त सबै गर्न सक्यो भने त 5-6 वर्षमा यो मेरो टार्गेट नै छ सर।